चट्ट यहाँ गौरव के नचिन्ने भएर आएको छ गौरवलाई होइन यो सत्ता अनुसार काम गर्ने गरेन यहाँनिर महत्त्वको कुरा है र मलाई लाग्छ मैले यो धेरै संस्थामा काम गरेको छु म चाहिँ अनुभवी मान्छे हो मलाई लाग्छ संस्था अनुसार जान्छौँ त्यो संस्थालाई दिएको शिक्षा हामी कति कार्यान्वयन गर्छौँ व्यवहारमा उतार्न सक्छौँ त्यो महत्त्वपूर्ण कुरा हो र अब म कार्यक्रम है यो कार्यक्रमका तरुणपछि हाम्रो हिउँचो नगरपालिका वडा नम्बर 9 का सदस्य तथा नगरपालिका सदस्यज्यू यस सूर्यमाई भण्डारका टिका केसीज्यू लगायत सम्पूर्ण शिक्षक मित्रहरू र सहकारी हुनुहुन्छ कि हामी धेरै बुझेको मान्छेहरू हामी बुझ्न बाहेक छ तपाईँ सायद डबलटिकी पास गर्नु हामी टेबलटिकी पास गरेको मात्रै व्यवहारमा हामी धेरै गुण देशका र शेष भएको मान्छे हो हामीहरू अलिक सल्लाह गर्नु भएको भए खानपिनको व्यवस्था पशुपालनको व्यवस्था कस्ता मान्छेलाई याक्ति दिन्छ कसैमा यहाँहरूले अलिकति बुद्धि विवेक पुर्याउनुपर्छ किनभने विद्यालय चलाउँदा तपाईँहरूले हो हामीले सुझाव सल्लाह दिने हो अप्ठ्यारो परेको ठाउँ फुकाइदिने हो है त्यस कारण अलिकति यो कुराहरूमा म हाम्रो शिक्षक टिम लाग्नुहोस्